हेलो नमस्कार। हामी नर्वेको ओस्लोबाट स्पेनको राजधानी बार्सिलोनामा अहिले जाँदैछौँ। अहिले प्लेनभित्रै छौँ। हाम्रो अब आउने गन्तव्य स्थल बार्सिलोना हो। त्यसपछि हामी 10-12 दिनको हाम्रो टुर छ। कता कता गइन्छ मैले तपाईँलाई भ्यासम्म तपाईँलाई जानकारी गराउँछु। Now we are going to Barcelona, Spain for few days. करिब 2 घण्टाको हवाई यात्रादेखि हामी ओस्लोदेखि बार्सिलोना पुग्यौँ र हामीले त्यहाँ एयरबिएनबी बुक गरेका थियौँ। सो सबैजना फ्यामिली नै त्यहाँ बस्न मिल्यो र यो रहेको थियो त्यहाँको ट्रेडिसनल एलिभेटर। सबैजना एकछिन तास खेल्नतिर लाग्यो। सो एकदमै रमाइलो भएको थियो। सम्झिने भिडन्त यो थियो पुगेको अर्को दिन। सो हामी बार्सिलोना भन्ने बिचमा रमाइलो गर्न गएका थियौँ। हामी अब बिच एरियामा छौँ। अब छोरीजाइहरूले चाहिँ दरी डसाउँदै हुनुहुन्छ। च्यादर यता झन् यतापट्टि चलिरहेछ। बिहानै पनि भिडै हुने छ। सम्झिन अचम्म परेर हेर्नु भएको छ। ल आउनुहोस्। समुद्रमा पौडी खेल्ने सबैको फर्स्ट टाइम एक्सपिरियन्स भएकोले सबैले रमाइलो मान्नुभयो। बिहानको रमाइलो मोमेन्ट सकेर हामी गयौँ एकैछिन लन्च गर्न अनि सिटी साइट सिइङ गर्न र थोरै सपिङहरू पनि। थर्ड डे हामी गयौँ साग्रादा फ्यामिलिया। स्पेनको बार्सिलोना सहरमा रहेको एक प्रसिद्ध क्याथोलिक चर्च हो। यसको डिजाइन एन्टोनी गौडीले गरेका हुन्। यसको निर्माण सन् 1882 मा सुरु भएको हो र अझै पनि निर्माण जारी छ। यो चर्च आफ्नो अनौठो वास्तुकला र सुन्दर डिजाइनका कारण विश्वभर प्रसिद्ध छ। त्यसपछि हामी लाग्यौँ पार्क गुयलतिर, जुन एक सुन्दर सार्वजनिक पार्क हो। यसलाई पनि एन्टोनी गौडीले नै डिजाइन गरेका हुन्। यो पार्क रङ्गीन मोजाइक, अनौठो संरचना र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ। यहाँबाट बार्सिलोनाको पुरै आकर्षक दृश्य पनि हेर्न सकिन्छ।